ल साथीहरु आज फेरि घुम्दै फिर्दै यो चाहिँ हामी सोनपत्री नाका नेपाल भारत बोर्डरको छेउमा आइपुग्यो। यो यतापटि यो सोनपत्री नाका एकदम सानो ठाउँ यो। यहाँ एसएसबी को क्याम्प लाछ यतापटि चाहिँ इन्डिया आर्मी मतलब इन्डियाको तर्फबाट नेपालको तर्फबाट चाहिँ यहाँ पुरा यो खयरको बोट रहेछ अरे यो नेपालको तर्फ चाहिँ यो खयरको बोट रहेछ। पुरै खयरको रुख सर्लक्क परेको छ। यो खोलाले चाहिँ दुईपट्टिको सिमाना छुट्याएको छ। जस्तो यो नाकाको नाम त्यही अनुसारको खोलाको नाम पनि सोनपत्री खोला यसको नाम चाहिँ हैन। नाला के भन्छ सर खोलै भन्नुपर्छ। यो ठुलो हो बडा रमाइलो रहेछ। हामी चाहिँ आज बलरामपुर हुँदै सिर्सिया हुँदै आज यहाँसम्म आइपुग्दाखेरि चाहिँ रमणीय वातावरण देख्नेको मौका मिल्यो। आज धेरै नै रमाइलो भयो हाम्रो आज ट्रेकिङ। यहाँ तलतिर गोठालो दिदीहरू हुनुहुन्छ सायद नेपाली दिदीहरू होला एकचोटि बोलाउनु पर्ला जस्तो। अब हामी चाहिँ नेपाल भारत बोर्डर तर्फको पिल्लर हेर्न जाँदैछौँ। सोनपत्री बोर्डर जहाँ एउटा यो नदीले सोनपत्री नदीले छुट्याएको रहेछ नेपाल भारत बोर्डर। अब यहाँ चाहिँ एउटा पोल गाडेको छ जो कि अब हामी हेर्न जाँदैछौँ। केही समयमा पुग्दैछौँ। हो साथीहरू यो पिल्लर त यतापट्टि नै पर्दो रहेछ। खोलावारी धेरै नै यता पर्दो रहेछ। तर नेपालको भोग चलन चाहिँ खोलापारी मात्रै रहेछ। ओहो यो कति एकरको भूभागको पुरा अनयुज भइरहेको अवस्था पो रहेछ यहाँ त। सुन्दा पनि अब यहाँ हेर्दा पनि आफ्ना भनेपछि अलिकति दुःखै लाग्दो रहेछ। चसक्कै पो भयो त। हामी चाहिँ अब पिल्लरको नजिक आइपुग्यौँ। धेरै टाढा धेरै लामो त्यो खोलाको किनार पनि धेरै माथि रहेछ। कमसेकम 2-3 किलोमिटरको दूरीमा आज यो पिल्लर देखियो। यहाँ आएर आयो ल हेर्दा हिँड्दै भारत यतापट्टि 618 नम्बरको पिल यतापट्टि पनि रहेछ लेखेको रहेछ नेपाल 618। बहुत सुन्दर रमणीय वातावरण हो। यो माथि पुरा प्लेन रहेछ। राम्रो हो खुल्ला एरिया ठाउँ।